हामीलाईमा च्यालेन्ज मिलिसकेको थियो 6 बलमा 12 रन तर खासै खेल्न सकिएन। पहिलो बल डट, दोस्रो पनि डट जान्छ तर थर्ड बलमा चाहिँ यस्तो विकेट गइदिन्छ कि एलबिडब्ल्यू विकेट गइदिन्छ। खै खेल्न सकिएन क्या, विकेट गइदियो। अनि त्यसै गरी हामीले होइन त्यो हुन्छ नि, यो हाम्रो सेकेन्ड ओभर चालु सेकेन्ड ओभरमा खासै खेल्न सकेन, थर्ड ओभर चालु भइसकेको थियो। अनि हामी स्पिनर आयो पावर प्ले सकिसकेपछि, पहिलो बल चौका होइन 8 डट रहेछ। अनि दोस्रो बल फाल्न आइसकेका छन् हाम्रो बलर। स्ट्राइकमा हुनुहुन्छ पारस खड्का। ल चौका हानिसकेका छन्, बााउन्ड्री बाहिर बल। हाम्रो प्रदीप एरीले चाहिँ ठिक स्ट्राइक राख्न सक्नु सफल हुनुभएको छ। रिप्ले राख्न यार। ल तेस्रो बल हङकङद्वारा स्पिनर। ल उठाएर के हो चौका। ल दामी चौका हानिसकेका छन्। त्यसै गरी तेस्रो बल पनि चौका, फर्स्ट चाहिँ डट खाएको रहेछन् पारस खड्काद्वारा। के दियो आन्सर दियो क्या। ल फोर्थ बल स्टार्ट भइसकेको छ। फेरि के बााउन्ड्रीको कोसिस गर्छन्। ल क्याच होइन, 1 रन लगेका छन्। त्यसै गरी पारस खड्काले प्रदीप एरीलाई स्ट्राइक दिइसकेका छन्। ल के प्रदीप एरी बााउन्ड्रीको कोसिस गर्छन्। लेग साइड फेरि छ। ल हाने एक सिङ्गल लागि हाम्रो प्रयास। ल सिधै स्टिममा हाने तर आउट छैन, पुगिसकेका थिए हाम्रा पिकिङ्स प्रदीप एरी। ल ओभरको लास्ट बल उठाएर दिए। ल दामी चौका मिल्यो, दामी पारस खड्काद्वारा। ल दामी हाने। ल चौकाको पुष्टि गर्दै अम्पायर। त्यसै गरी अर्को बलरलाई ल्याउँदै स्पिनरलाई स्ट्राइकमा हाम्रो प्रदीप एरी के गर्छन् हेरौँ। ल 2 रनको लागि दौडेका छन्। के हुन्छ, राम्रो हुन्छ होला। ल पुगिसकेका छन् हाम्रो 2 प्लेयरहरू आफ्नो क्रिजमा। बलर पनि झुकेर कति फास्ट दौड्यो नेपालीहरू होइन। ल अर्को बल पाइसकेका छन् प्रदीप एरीले। के गर्छन्, बााउन्ड्री हान्छन् उठाएर दिएका छन् बााउन्ड्री विरुद्ध। चौका मिल्छ बलमा। अम्पायरले चौकाको पुष्टि गर्दै आउनुहोस् अगाडि हेरौँ के हुन्छ अब। ल अर्को बल पाइसकेका छन् हाम्रो प्रदीप एरीले। स्पिनर हङकङको खान उठाएर दिएका छन्। बेस्ट क्याच र ड्याब हामीले क्याच गरिसकेका छन् हङकङको प्लेयरले। प्रिन्स एरीले यस्तो खेल्नु हुन्थेन, तै पनि ठिकै छ। लाम्बो यात्रा दूरी गरेका छन् आफ्नो पब्लिकको लागि। 166.67 स्ट्राइकमा 12 बलमा 20 रन, राम्रो छ, ठिक छ। त्यसै गरी अब आएका छन् हाम्रा विवेक यादव क्रिजमा। उसको हाइएस्ट रन नै 19 छ, 10 म्याचमा 36 रन। त्यसै गरी पहिलो बल के गर्छन् होला, बााउन्ड्री वा स्ट्राइकमा रहने कोसिस गर्नुपर्छ। पहिलो बलमा त बााउन्ड्री कोसिस खेल्नुहुन्न। ल लेग बाई पुष्टि हुन्छ होला, लेगमा लागेको छ। पहिला आउनुभन्दा पहिला सिङ्गल डबल हान्ने कोसिस गर्नुपर्छ, बााउन्ड्रीको कोसिस गर्नुहुन्न। दोस्रो बल सिङ्गलको लागि हान्छन् होला, उठाएर दिएका छन्। सिधै बााउन्ड्री बाहिर गइसकेको छ। 6को लागि इम्पायरले पुष्टि गर्नै पर्छ। त्यसै गरी अम्पायरले 6 दिइसकेका छन्। रिभ्यू पनि के हेर्ने, मतलब त्यसै गरी अर्को बल बााउन्ड्रीको कोसिस गर्छन् कि सिङ्गल मिस भइसकेको छ हाम्रो विवेक यादवबाट। नट ब्याड। थ्याङ्क यू सबैले सब्सक्राइब गरिदिनु होला, साथ सपोर्ट देखाइदिनु होला।